या कि कफी भन्दै छ हैन अरेन्ज म्यारेज कि लभ म्यारेज दुईजनाले आफू दुईजना बाँझेर बसेछ 1 घण्टा आदि अनि त्यसपछि ल अब सक्यो इन्ट्रेस्ट त लाग्यो गर्दैन गर्थ्यो पहिला क्लास 10 गीत भेडाका उन आउँदैछ युट्युबमा रियल सुन हैन प्रोड्युस्ड बाइ ब्रिजेस सिस्टर रेकर्डेड बाइ अबु द रियल म्यान सो या चेक इट आउट आई आउँदैछ टिजर चाँडो ड्रप हुन्छ अनि यु विल लभ इट छ नि एउटा कोटै के छ नि डोन्ट लेट योर वाइफ स्टप यु फ्रम ह्याभिङ फाइन्डिङ योर पर्सन के भन्छ भाइ इंग्लिश बुझ्दैन के नेपाली भन्नु हैन बुझ्छु बिस्तारै टाइम लाग्छ मलाई अलिकति ओइली कम्पिटिसन छ नि त ओइली उनीहरू चिप्लाउने के यो चाहिँ के थियो मैले भने तपाईको दिमाग छ भनेर दिमाग सबैको हुन्छ नि दाल भातमा मासु छ कि छैन ओए न त मोमोको मासु खाने भन्नु त भाउजू मासु छ कि छैन मासु छ दाल भात मासु छैन मोमो सब पता गरेको पछि नरिसाउनु ल 81 यार रिस उठेर पो आयो त यार Okay guys, welcome to our Norisaunu Loco another episode. सो हामी आज वेलकम गर्न जाँदैछौँ तपाईँहरूले एकदमै मन पराउनु भएको होइन सधैँ जहाँ पनि देखिरहनु भएको छ अचलभरि जताततै छाइरहनु भएको छ के हो सर त्यसो वान एन्ड ओन्ली भन्नुपर्दा पनि 2 जना हुनुहुन्छ सो हाम्रो सबिन बेस्ट अनि सञ्जय कार्की बिस भनेर चिन्नुहुन्छ नि त नि कार्की भनेपछि दाजुभाइ आउनु भएको छ होइन 2 जनै कार्की नै हुनुभयो नि होला हो त के रे हैन र ए कार्की है तपाईहरु कार्की हो कार्की भन्दैछ कार्की हैन मलाई एकदम क्षेत्री कास्ट मन पर्थ्यो के मन पर्थ्यो अब त नेवार मन पर्छ अब त नेवार मन पर्छ नि मन पराउनै पर्छ सुजुला सर कस्तो लागिरहेछ त तपाईहरुलाई कति पछि सर अलि नजिक आउनु पर्छ तपाईँ कति पछिको प्रयास पछि आउन पाउँदाखेरि जहाँ पछिको प्रयास पछि आउन पाउँदाखेरि कति पछिको प्रयास पछि आउन पाउँदाखेरि आम्मामा तपाईँ त यार आम्मामा अनि लेजेन्ड कस्तो खतरा बोल्नुहुन्छ यार सच्ची भने एकदम के भन्ने अब हामीले तपाईले हेरी सिक्या हो क्या तर तपाईँ होइन हामी बच्चा हुँदा नि तपाईँको नाचेको हेर्थ्यो नि त अनि अहिले म ठुलो भइसकेँ बच्चा हुँदा अहिले म ठुलो भइसकेँ तपाईँ जस्तोको तस्तै हुनुहुन्छ हाउ यो चाहिँ एउटा खतरा स्किन केयर मैले रुटिन लिइरहेको छु क्या त्यसको लागि भन्दैन होइन त्यो प्रडक्टहरू म भोलि पर्सि आफ्नै कम्पनीको थ्रुबाट बेच्ने सोचिरहेको छु बिस्ट केयर हैन फोटो पनि बनाइसकेको छ के त त्यो फेस वासहरुको फोटो लाइक डिजाइनहरु सब रेडी छ प्रोडक्ट आउनु पर्यो नि हाम्रो सर हाम्रोमा भन्दा नि अब मार्केटमा पुरै आउँछ पतञ्जलिले खाइदिने हो ब्रो हाम्रोमा त आउनु पर्यो नि त आउने हो स्पोन्सर भनेको के स्पोन्सर हैन नि यसो अब टेस्टिङ भनेर पतञ्जलिले त पीआर प्याकेज यङ बनाउने हैन नि त पतञ्जलि यङ बनाउँदैन पीआर प्याकेज अनि तपाईहरु जस दाजुभाइ हो नि त हैन तर देख्दाखेरि चाहिँ तपाईलाई दाइ उहाँलाई भाइ देखिँदो रहेछ है म बुढो देख्छु है बुढो हैन अग्लो हुनुहुन्छ नि त बुढो ओके भन्नु न तर त्यस्तो त हैन जस्तो लाग्छ हो र हाइटी हुनुहुन्छ नि त अनि अलिकति दाइ टाइप तर दाजुभाइ जस्तो देख्दैन तर हेरिराख्यो भने चाहिँ देख्दो रहेछ तर मेरो नाक अलि लामो छ अलिकति छेत्री बाहुन जस्तो देख्छ हैन झन् राम्रो मान्छे छेत्री हैन छेत्री बाहुन ल जोस हैन नि प्राय जस्तो हाम्रो पनि हैन प्रायको चाहिँ क्या जेठोलाई चाहिँ कान्छो जस्तो देख्छ कान्छोलाई जेठ जस्तो देख्छ क्या कहाँ कहाँ तर तिम्रोमा छ तिम्रो घरमा नि छ अब त्यस्तै छ उसको दिदी बहिनी पनि छ नि अनि कसैको चाहिँ प्रायको त हुँदैन कसैको हो प्रायको चाहिँ नहुनु के हो सबैको जेठ हो तर तपाईहरु चाहिँ त्यस्तो देखिनुहुन्छ के अनि थ्यांक यू सो मच म त तपाईलाई त मेरले चाहिँ म यो देखिन्छ त्यसको बाजे अग्लो छ ह्यान्डसम छ भनेपछि कसलाई भन्यो के यसो गर्नु यो चाहिँ सही छ है ल यही भनिराख के हाम्रो ओके सर अनि के रे
एक्कासी अब हुन्छ नि सर तपाईँ अब पहिला थाहा थिएन नि त अब भाइ पनि छ भनेर चाहिँ अब किन एक्कासी मलाई नि थाहा थिएन किन थाहा छ किनभने जन्मेको 4 वर्षपछि थाहा म जन्मेको 4 वर्षपछि थाहा भएको यताबाट आइरहेको छ यसरी आएर चाहिँ टार्गेट आइरहेको छ यताबाट यसरी भाइले मार्केट खाने भएर लुकाउनु भयो जस्तो छ यस्तो ह्यान्डसम देखिरहेको छ त होइन यस्तो मार्केट म त धेरै देखिरहेको हुन्छु अनि यसो मार्केट खाए पनि नआएको नि जस हाम्रो दाइले चाहिँ मार्केट बनाउनु हुन्छ कि झन् त्यो चाहिँ खतरा हो नि त होइन अनि त्यसपछि खाने त अब के छ र होइन खाना त कहिले काहीँ खाइन्छ बिस्तारै खाउँ खाने भयो भने मेरो भाइले न अर्काको भाइले नखाओस् न होइन तपाईँहरूको पहिला सानो बेलामा नि झगडाहरू पर्थ्यो पर्दैन थियो है कहिले परेन राम्रोसँग चाहिँ अलि बाङबुङ टाइपको चाहिँ तर यस्तो के जसले पनि सोधिरहेको हुन्छ नि त अनि के जसले पनि सोधिरहेको हुन्छ नि त होइन अनि हामी जहाँ पनि पढाएको छैन पढाएको एकचोटि तर हामी त्यो फेक स्टोरी बनाइदिउँ न बरु साँच्ची पढ्थ्यो भक्कु पिट्थ्यो अहिले साँच्चीकै नपढ्ने हो लाइक अलिकति त सानसानो त अब मनमुटाव त कहिले काहीँ भइहाल्छ नि त बेसिक त घरमा बसेपछि जोसँग नि भइहाल्छ तर त्यस्तो त्यो अरूको दाजुभाइको सुनाउँछ नि काट्टा मार हुन्छ लखट हुन्छ नि त्यस्तो चाहिँ भएन हाम्रो केही भएन है बरु कमसे काट्यो भने तर जस कहिले तपाईँले मेरो कपाल काटिदिने त्यस्तो मात्र हुन्थ्यो नि केही नकाट्ने उहाँ सोझो भएर नपरे होला झगडा म कपाल चाहिँ काटिदिन्छु कति काम हो तपाईँ सोझो भएर हो रहेछ क्या तर सोझो देखिरहेको छु चाहिँ अलिक सोझो हाम्रो विदेशहरू लास्ट छाडा छ क्या म चाहिँ कसरी छाडा आमा जेप पाइदै आमा दाल अनि मतलब दुईजना मात्रै मतलब स्कुलमा चाहिँ होइन सँगै एउटै स्कुल पढ्नु भयो दुईजनाले एउटै स्कुलमा एउटै क्लास चाहिँ धन्न भएन है गभर्मेन्ट हुँदा चाहिँ एउटै गर्लफ्रेन्ड चाहिँ पढेन कि म 4 वर्ष लगातार फेल भए त हुन्थ्यो एउटै क्लासमा हुन्थ्यो क्लास चाहिँ एउटै हो तर क्लास स्कुल चाहिँ एउटै हो ट्यालेन्ट के को ट्यालेन्ट को न ट्यालेन्ट तपाईँलाई के लाग्छ ट्यालेन्टमा तपाईँ त ट्यालेन्ट हुनुहुन्न एकदम के भन्दै थिएन अघिदेखि ठ्याक्क मिल्यो हो म ट्यालेन्टै छैन ममा होइन छ होइन ट्यालेन्टेड त लास्टै हुनुहुन्थ्यो होइन ट्यालेन्ट नै पढाइमा के होइन ऊ यस्तो त टप जहिले स्कुलको फर्स्ट सेकेन्ड त्यस्तो हुने हो हो ऊ त अनि मेरो पनि पाला आयो ऊ त अनि इन्जिनियरिङमै अलमोस्ट डिस्टिङसन हानेको इन्जिनियरिङ हो र मलाई चाहिँ रिस उठ्छ भने किनभने कति पर्सेन्टेज लिएर 79 छ तर मलाई चाहिँ तर 80% आउनुपर्ने, मलाई रिस उठ्छ 79% त्यो चाहिँ जिन्दगीभरि जहिले पनि 85 82 भइरहेको हुन्छ नि त सबै एसएलसीमा 85 थियो प्लस 2मा 82 थियो अब चाहिँ 80 चाहिँ म माथि नै बस्छु जहिले पनि सोच्थेँ मैले भने नि तपाईँको दिमाग छ भनेर दिमाग त सबैको हुन्छ नि दिमाग भएर तिमी मैले भने होइन तपाईँको दिमाग छ भनेर थ्याङ्क यू आज भनिदिनु भयो खुसी लाग्यो म त्यही सोचिरहेको थिएँ कि यत्रो वर्ष यसको दिमाग छ कि छैन भनेर त्यही त डक्टर आज एमआरआई तपाईँले स्क्यान खोलाइदिनु गरेको भयो। त्यही डक्टर एमआरआई स्क्यान गरेर त खाली देखिरहेको थियो अहिले आएर बल्ल ठिक छ मेरो भनेपछि अनि तपाईँ चाहिँ मेरो पनि छ दिमाग 6-7 छ के हो छैन त भाइ छ जस्तो लाग्थ्यो ओके नेक्स्ट क्वेसन ट्यालेन्टै होइन अनि एभरेज स्टुडेन्ट हो म होइन तर दाइ त्यही मैले भने म चाहिँ लद्दु नै हो यार ब्रो तपाईँ लद्दु होइन म लद्दु नै हो होइन त्यस्तो डान्स क्लास धेरै तपाईँ हम्बल हुनुभयो जस्तो लाग्यो डान्स त अलि पछि सुरु गरेको हो पहिला चाहिँ इन्ट्रेस्ट त्यस्तो थिएन र थिएन एकैचोटि क्लास 8 मा पुगेपछि इन्ट्रेस्ट आएको कसरी त्यस्तै देउसीमा डान्स गर्न गएँ मलाई डान्स गर्न आउँदैन थियो अरू केटाहरू दामी डान्स गरेँ म त लमा कस्तो सेक्सी सो अनि के देउसीमा त म नि डान्स गर्थेँ मलाई त आएन नि त्यही त त्यसपछि नि इक्लेर अनि अझ दामी गर्छु भन्ने भएन त्यही भित्रैदेखि नभएर होला होला त केही छैन यो छ त थुतुनु होइन चलिरहेको छ त राम्रै टिकटकमा युट्युबमा के हुनुपर्ने रहेछ है तपाईँको दिमाग तपाईँको डान्स दिमाग पनि चाहियो कसले भनेदेखि कसरी भने आज तपाईँको दिमाग होइन अनि तपाईँको यता हेरेर क्या तपाईँको उसको चाहिँ के भनेर सोचे कान हो उसको कान मेरो चाहिँ कान स्वर पनि हो गला पनि छ गला हो गला कान यो पनि चाहिन्छ म्युजिक बनाउन त्यो पनि चाहिन्छ होइन सर होइन हो मैले त्यही भन्नु खोजेँ दिमाग अनि दिमाग चाहिन्छ नि दिमाग बिना त आर्ट भनेकै दिमाग त हो दिमाग त हो नि जस्तो मेरो नि होला दिमाग तपाईँको अलरेडी छ नि किन छैन यो यही भएर त यहाँ पनि चल्छ त होइन उहाँलाई पनि कन्फर्मेसन चाहिएको छ कोहीले भनिदिनु पनि तपाईँको दिमाग छ तपाईँको दिमाग छ 100% छ तपाईँलाई चाहिँ डान्सहरूमा इन्ट्रेस्ट लागेन इन्ट्रेस्ट त लागेको थियो गर्दैन डान्स गर्थ्यो पहिला क्लास 10 सम्म चाहिँ एयर चाहिँ हान्न
सब हताबुङ गरेको पछि नरिसाउनु ल नरिसाउने ल नाचेर गइदिरहेको सोको नामै डान्स राख्दैन क्या ननाच्नु ल अरे क्या मतलब होइन तपाईँलाई चाहिँ अब के कस्तो हबिज चाहिँ के थियो तपाईँको दुईजनाको हबिज चाहिँ के थियो दाइको त टन्नै थियो है म्युजिक कस्तो डान्स खालको? सबै कुरामा तर मेरो तर मैले सुनेको होइन तिमीले प्रोड्युस पनि गर्थ्यौ होइन त म्युजिक दाइको फर्स्ट 3 सङ्ग्स चाहिँ गरे हो नि हामी बनायो नि त दिमाग छ नि त दिमाग रहेछ टोरी ऱ्यापको म्युजिक जस्तो बनाएको सपना फेर्दैको नि उयाको पनि गरेको हो जस हिट खाएको गीतहरूको चाहिँ गरेको अरू गीत उहाँले नगरेर राख्नु त के हुन्छ नि भाइरा चाहियो नि त नि यसमा नि अलिकति टच त चाहियो नि टच त चाहियो अस्तिकोमा नि यसो म ल्याएर- आउँछ नि बिचमा मैले तिमीलाई बोलाएको हो नि खै किन ल्याउनै मानेन कहिले मैले भने स्टुडियो लिएर आउनु भनेर अनि दाइले त भन्नु भएन साँच्ची भन्नु भएन कसरा, यो त अब के भिरन्त गराइदिने मैले फर्स्ट टाइम थाहा भएको टाइम मिलाएर अब स्टुडियोमा अब तर सर बिजी नि त अब लास्टै बिजी मान्छे अहिले पनि बिजी नै तर हुन्छ। साँच्ची तर यो पनि बिजी म पनि बिजी त्यो जस मैले त्यो पनि आएको भए म के चाहिँ गर्थेँ लास्ट लाग्ने फेरि हुन त त्यो सबै यस्तो खतरा हुनुहुन्छ नि त अनि म चाहिँ के गर्नु र होइन छेउमा जस्तो हुन्छ नि छेउमा अब कमसेकम मैले कोही के प्रोड्युसर ट्याग दिनु मिल्थ्यो होला है जस्ट अन द बिट भाइ, तिमी आऊ यार म चाहिरहेछ भने यार थप्छु भने चाहिरहेछ के प्रोड्युसर ट्याग बाहिरतिरको हुन्छ नि यो पिएल वान कम आउट यसरी होइन तर दामी है तपाईँको भने खतरा तपाईँ त सबतिर खतरा हुँदो होइन रहेछ होइन त्यस्तो multi-talent। होइन तपाईँको जो तपाईँ हेरेर नजर राम्रो भएर चाहिँ होला यो चाहिँ के थियो तर दाइ भन्दा भाइ चाहिँ अति कुल रहेछ यस्तो तर भाइ एकदम cool। अल्छी कुल रहेछ होइन यस्तो होइन उहाँको पनि तारिफ गर्छौँ होइन होइन भनेर पाले पाले तारिफ गर्छ उहाँको नि तारिफ गर्छ पर्खेर यस्तो अनि होइन दाइ चाहिँ कस्तो भन्दाखेरि दाइ चाहिँ मतलब के भन्छ हाँसेर हँसाउने होइन भाइ चाहिँ नहाँसी हँसाउने क्या बुझ्नुभयो बुझ्नु मैले त बुझिनँ बुझौँ एकछिन हुन त हो होइन हो कि होइन भन्न तपाईँ र म एउटै दिन भएर तपाईँले मेरो कुरा बुझ्यो मैले बुझ्छु भन्नु तर मैले फेरि बुझाउन सक्दिनँ कि फेरि यस्तो यस्तो भने है भनेर चाहिँ मलाई फेरि बुझाउनै अल्छी लाग्छ कि आफ्नै सोमा अल्छी लाग्यो के मलाई बोल्नै अल्छी लाग्छ भने सोमा आएको कि होइन तपाईँ आफै बोल्नुहोस् बोल्नै अल्छी मलाई लाग्छ बोल्ने अल्छी लाग्यो दुईजना आउनु भएर चाहिँ एकअर्कासँग बोल्नु न हो क्या तर मैले अघि आउने बित्तिकै भने नि त हाम्रोमा क्वेसन हुँदैन आफै बोल्ने तर हाम्रो चाहिँ क्वेसन चाहिँ हुँदैन है क्वेसन त्यस्तो क्वेसन कस्तो कस्तो इन्टरभ्यू छैन अब यस्तो क्वेसन त अब जहाँ पनि सोधिन्छ होइन त्यो एउटै कुरा हुन्छ मैले एउटै सेम हाम्रो हुन्छ धमला सरलाई नि त्यही भनेको कतिले भन्नुभयो कि कसले कसको इन्टरभ्यू धमला सरलाई नि आफै बोल्नु है भने आफै बोल्नुभयो त अब उहाँ त रोक्नु पर्यो एकछिन उहाँलाई अरू ल्याएर बोल भन्नुपर्छ उहाँलाई सरलाई तर एकदम गुड मान्छे है तर होइन उहाँ चाहिँ त्यो फेक छैन रहेछ क्या जस्तो हुनुहुन्छ होइन त्यो सेम रियालिटीमा त्यही सेम क्या मलाई चाहिँ के लाग्छ जस्तो कि हाम्रो त्यस्तो पोजिसनमा भएको मान्छेहरू सबैजना चार्मिङै हुन्छ क्या है पैसा नभएको मान्छे चाहिँ होइन त्यो पोजिसनमा भएको मान्छेहरू के होइन ट्याक्स जस्तो तर त्यो पोजिसनमा भएको मान्छेहरू चाहिँ सबैजना चार्मिङ नै हुन्छ नि भन्छ जस्तो लाग्छ कि अब जो पनि के अब जो पनि पोलिटिसियनहरू उहाँ पनि पोलिटिसियन भन्नु मिल्छ नि त अब पोलिटिसियन पोलिटिसियन हो अनि चार्मिङ हुनु जस्तो लाग्छ मलाई कस्तो रमाइलो भएको छ तपाईँ यार कस्तो तपाईँ स्याड मलाई हुनुहुन्छ त्यस्तो लाग्छ साँच्ची त्यस्तो लाग्छ बोल्नु न यार स्याड नहुनु होइन स्याड हुनु भएको छैन मान्छे कमेन्ट गरेर भाइ मात्र बोले बोले क्या तँ मलाई कति प्यार गरेर दाइको सुनाएको को हो त भनेर दाइको चम्चा भएर म आज किन चुप लागेको थाहा छ म पनि गाडी खान्छु क्या जहिले किन गाडी बोलाए गरेर आज यसो सर बोल्नुहुन्छ होइन यस्तो भन्नु न तपाईँको जर्नीको बारेमा पनि भन्नु नि त जर्नी त मर्नु भन्ने कति भन्ने कति भन्ने त्यही भने जर्नी भनेको अब जस्तै त्यस्तो होइन क्या जर्नी भनेको कहाँ त्यो मात्र जर्नी हुन्छ सपोज तपाईँको थाइल्यान्ड ट्रिप कस्तो भएको थियो जर्नी के पहिला जाँदाखेरिको जान्छ दुईचोटि तिनचोटि एकचोटि मात्र हो वाट त्यो हाम्रो डान्स कम्पिटिसन कहाँ जानु भएको थियो तपाईँ यार उहाँ दुईचोटि भन्नुहोस् तिनचोटि भन्नुहोस् एकचोटि हो त्यो डान्स कम्पिटिसन हाम्रो नेपालबाट रिप्रेजेन्ट गरेर हाम्रो कस्तो भाइलाई थाहा नभएको त नि सोलमेट्स क्रू भन्ने हाम्रो ब्याटल अफ द इयर ए ओ भनेपछि तपाईँलाई पछि 8 क्लासबाट बल्ल डान्स हजुर 8 क्लास भन्दा अगाडि होइन र तपाईँ 1 क्लासदेखि डान्स गर्न थालेको मैले चाहिँ तर तपाईँको होइन पहिल्यैदेखि बनायो होला क्या जिउ पुरै यस्तो यस्तो हुन्छ नि त त्यो त त्यसपछि भयो ए हो
क्लास 8 पछि अलि धेरै मेहनत गरेँ नि त मैले भनेपछि हामी पनि हुन्छ होला गऱ्यो हुन्छ गर्ने जाँदैन एउटा नाचनमा देख्छ म त सक्दिनँ मेरो त यो हुँदै हुँदैन क्या सर फोल्डै हुँदैन क्या अडक्ट छ क्या तपाईँको जस अर्कै जनरको डान्स गर्न बनायो कि त्यो सोच हो क्या सर तर हो प्र्याक्टिस हो अब त्यो सोच हो आफूले मेरो यो अड्क्या चाहिँ अडट्ठ भयो भने अडट्ठ हो अनि मेरो त अडट्ठसम्म नाचिदिन्छु भने चाहिँ त्यो पनि हो फेरि कुन चाहिँ हो यु टेल योर ब्रेन कुन चाहिँ हो मेन्टालिटी तर अहिले प्रायः त्यसै एन्जाइटी सर सोच्दै एन्जाइटी भयो क्या सोच्दै एन्जाइटी तर प्रायः अहिले कति छाइराख्नु भएको छ नि जता तर होइन मलाई चाहिँ साँच्ची भन्दा त्यो रिल्सहरू चाहिँ एकदम मनपर्छ क्या अहिले त उहाँ पनि हुनुहुन्छ नि ऊ त पार्टनर हो नि त मेरो अहिले त पुरा ऊ त मेरो पार्टनर मेरो आवाज कस्तो सुन अलिक कम सुन्न छ जस्तो तपाईँकोमा चाहिँ अलिकति मजा एको आइरहेको हुन्छ एको कि धेरै मेरो माइकको भोल्युम सानो छ मेरो माइकको भोल्युम सानो छ मेरो माइकको यसरी बोल्ने झुक्नु पर्यो होइन अब बोलेको छ यो हाम्रो घरमा भएको माइक छ नि त जोड्नेवाला माइक जस्तो मुखमा लाउने भयो त्यस्तो टाइपको हो कि हेलो हेलो यसरी नमस्ते बोल्नुहुन्छ अब तपाईँ यसरी बोल्नुहुन्छ यसरी हुनुहुन्छ सर यसरी बोल्दाखेरि एको आउँदैन मजा नआउने कि तपाईँको अलिकति त्यो ठ्याक्क जस्तो तपाईँ एनर्जी पास नहुने कि एनर्जी यसरी पास हुन्छ नि त झन् मजाको तपाईँको किन आज एकदम तपाईँ एकदमै एकदमै रिस उठिरहेको छ मलाई आएको छ दाइ कति टेन्सन हुनुहुन्छ मलाई थाहा हुन्छ कि त्यही भएर के हो यो नाम चेन्ज गर्नु पर्ला यार यहाँ गेस्ट रिसा रिसा भयो क्या यहाँ हो र होइन होला म रिसासँग तपाईँसँग रिसाएको होइन उहाँसँग मात्र हो किन जिस्केको म्युजिक त राम्रै बनाएको थियो कानेर के चाहिँ त दुखाइ भयो सिङ्गरको होइन के दुखायो यार म्युजिक त दामी बनायो हो तर मेहनत त मजाले छ है त्यसमा मलाई नि सुन्न चाहिँ लास्ट मजा आएको थियो एउटा इन्ट्रेस्टिङवाला हबिज भन्नु न मेरो इन्ट्रेस्टिङवाला हबिज थियो नि त अस्ति न सबले मन पराउनु भएको थियो क्या रिलेट गर्नु भएको थियो क्या हबिज के हबिज तपाईँहरूको कुनै इन्ट्रेस्टिङ हबिज मेरो चाहिँ कानमा इयरफोन लाउने होइन अनि ऐना हेर्ने चिया खाने हबिज हो कि अनि यदि सल्लेर होइन बारी त्यो के भन्छ तोरी बारीको बिचमा यसरी सल्लेर कुद्ने पनि मेरो हबिज हो कि जस्तै तपाईँहरूको चाहिँ त्यस्तो अनौठो के हबिज अनौठो हबिज राम्रो चाहिँ होइन फेरि त्यो डान्सिङ सिङ्गिङ त सबैको हुन्छ अनौठो कुरा चाहिँ अनौठो कुरा चाहिँ के गर्थ्यो होला यार भन्नु मैले हबी त के भन्नु तर एकचोटि असिना झर्दाखेरि हिउँ पऱ्यो भनेर एउटालाई झ्याममा गालामा हानेको थिएँ मैले गालामा त्यही डल्लो टिपेर यसरी हानेको थियो मैले उल्टो मलाई आएर झ्याममा चड्केर हानेको थियो त्यो दाइले मलाई साँच्ची के सानोमा साँच्ची भने साँच्ची के भएको सानोमा असिना परेर चाहिँ खुसी भएर असिना टिपेर त्यो फिल्महरूमा देख्छ नि त हिउँले यस्तो यसरी हानेको मैले हानेको हबिज रहेछ त्यसै त्यसपछि भएन त्यसपछि हबी सक्यो मेरो त्यो एकचोटि भयो हबी त्यो हबी मेरो त्यही सक्यो एक चर्कन खाने रातो हुने गरी जाडो जाडो थियो त्यो माथि असिना परेर बेलामा होइन चिनिन्न भयो नि घर छेउमा बस्थ्यो त्यो दाइ चाहिँ अनि पछि अनि त्यो पछि अनि के तरकारी लिएर आएर पकाएर मासु के ल्याएर दिएको थियो मैले त खाएन त्यतिखेर गिल्ट फिल भयो होला नि त भाइलाई किन कुडियो भनेर जेसुकै होस् हामी यत्रो सानो थियो यार सानो बच्चामा यसो अलिकति दुख्ने गरी हाने नि फेरि ज्याकेट लाग्थ्यो यत्रो मोटो ए हो र अनि हबिज भने यहाँ जुङ्गा भएको दाइ याद गर्ने मलाई झलस्स याद आयो एक्कासी यार रिस उठेर पो आयो त यार पर्दाखेरि जहिले याद गर्नु ब्रदरको के छ मेरो हबी दुला खाएको हबी छैन मेरो हबी त्यस्तो केही छैन नि अचम्मको लाइक हुन्छ नि मलाई चाहिँ लाइक अब काम साम पढाइ सराइ सबै छोडेपछि एउटा केही गर्नु मन लाग्छ नि त अनौठो त पर्दैन अब मेरो चाहिँ हो जस टिभी खोलेर अनि ठ्याक्क मुनि जस भुइँमा कार्पेटमा यत्तिको चुपालाएर बस्ने गीत चाहिँ हुन्छ नि मजाले टिभीमा राखिदिने त्यहाँ चिम्म गरेर मजाले बस्ने मात्र हो त्यहाँ सुत्ने मात्र तर चार मुलाको खुट्टे मेरो हबी पनि मेरो हबी इन्ट्रेस्टिङ छैन हुन चाहिँ म पनि हो नि यत्तिकै त तपाईँको इन्ट्रेस्टिङ छ नि त हेर्नु कहाँ तोरीबारीमा पुरै सल अनि त्यस्तो त छैन नि मेरो तपाईँको के छ भन्नु मेरो त केही छैन मेरो त गेम सेम खेल्ने त्यही हो मेरो चाहिँ अनि स्पेसल हबी भने क्या अरू केही त थियो होला भाउजूले भने जस्तो क्या केही त थियो होला त्यो मान्छेले हेरेपछि मलाई अहिलेको कुरा याद आयो क्या कुन चाहिँ त्यो प्लिज ठिक छ ल
त्यस्तो चाहिँ हबी छैन मेरो राम्रै हबी छ म त्यही हो त्यही हो रुममा एक्लै बस्नु मन लाग्छ तपाईँको मेरो हबिज मिल्दो रहेछ क्या मेरो त थुप्रै थरी हबिज छ नि त त्यो मध्ये एउटा तपाईँसँग मिल्ने रहेछ क्या मतलब आनन्दले बस्ने तर टिभी अन गरे पनि टिभी हेरे हो कि नहेरे थाहा हुँदैन कमसे ब्याकग्राउन्ड नोइज जस्तो होस् आँखाले चिम्मा गरेर चिनमा भुइँमा किन शीतल मजाले दन कलेज माथि अनि सुन्नु न एउटा कुरा हजुर तपाईँहरूको लप पऱ्यो कि परेन त हामी दुईजनाकै एकअर्कासँग त्यो त बच्चै देख्यो है के हो दाजु त्यो फ्यामिली लभ त भइहाल्छ फ्यामिली लभ ब्रदरली लभ टाइप होइन होइन त उसले चाहिँ फोन थियो केटीसँग भन्यो केटीसँगै लभ थियो Okay. लाइक डिप लभ फर्स्ट लभ कोही तपाईँको त थियो होला तपाईँको वाट कसरी भन्नाले तपाईँको भन्नाले खासै तपाईँको त थियो होला तपाईँको चाहिँ तपाईँको चाहिँ के थियो कि कताबाट हमला आउँछ थाहा नै छैन क्या है आइहाल्छ तर तपाईँको चाहिँ कति थियो कति थियो क्या सुन्न मन लाग्यो एक करोड मलाई मात्र सोधिन्छ फर्स्ट लभ धेरै हुन्थ्यो अरे र फर्स्ट लभ त फर्स्ट लभ त थियो नि फर्स्ट लभ होइन फर्स्ट लभ कतिसम्म चाहिँ पऱ्यो ल फर्स्ट सेकेन्ड थर्ड लभ त मेरो पर्दै परेन लाइक आई मिन मैले मात्रै पारेँ उताबाट परेन छोड्दै तर जब पछि उताबाट पर्न थाल्यो यताबाट पर्नै छोड्यो क्या ए त्यो धेरै लामो लङ टाइम भएर हो अनि म हिट पनि खान थालेँ नि त अप्सन पाउनु थालेँ नि त ओ माई गॉड वाउ यो हो नि त पारा रिग्रेट भयो मलाई होइन उता मैले सोधिनँ रिग्रेट नन भयो होला भने क्या ए उहाँले कहाँ सोध्नुहुन्छ त अनि अब रिग्रेट भयो होला सरले फोन गर्नु अहिले पनि हेलो हेलो रिग्रेट भइरहेको तिमीलाई रिग्रेट भयो थियो टु साइड चाहिँ लभ पऱ्यो होला नि त्यसपछि चाहिँ पऱ्यो कतिवटा पर्यो होला नेक्स्ट क्वेसन हो न रिस उठिरहेको छ अरे फेरि तनाव होला अनि यस्तो हो, माया भन्ने कुरा चाहिँ कस्तो हुँदो रहेछ भनेदेखि नि यो म्युजिकमा भन्नु ल त्यो म भएन अब माया भन्ने कुरा चाहिँ कस्तो हुँदो रहेछ भनेदेखि नि जब माया लाग्छ नि तब मनदेखि लाग्दो रहेछ क्या जब माया लाग्दैन नि तब कहाँदेखि लाग्छ थाहा छ कहाँदेखि लाग्छ गेस एनी गेसेस नगर्ने मनदेखि माया चाहिँ कतिजनासँग लाग्यो त त्यसपछि फेरि अर्को कुरा ठ्याक्कै त जस्तो डबल साइडेड होला होइन बोथ साइड अनि यस्तो हो लभ त पर्यो होला होइन अब त्यो नखुलाम बिचराहरू उहाँहरू बच्चा जन्माइसकेर बसिरहनु भएको छ होइन ए भन्नाले जस्ट भएको थियो जस्ट लभ चाहिँ लाइक गर्लफ्रेन्ड बोयफ्रेन्ड हुनुभएको थियो कति वर्ष हुनुभयो रे तपाईँ उहाँले बच्चा सच्चा जन्माउनु भयो अनि तपाईँ कति वर्ष जिस्केको बच्चा जन्मा छैन भर्खर त 24 भाइको चाहिँ He's 23 होइन लभ परेको छ कि छैन लभ परे छ अहिले पनि छ अँ लभ मजाले हो अँ परिरहेको छ परिरहेको छ भर्खर बिहान एकचोटि लपार आएको लभ त ऊ त कस्तो त भने होइन अब कस्तो मलाई पो सोध्यो होइन मतलब अहिलेसम्म फिक्स गर्नु खोजेको क्या भाइले पुरा फिक्स गर्नु खोजिरहेको छ तर अब मैले यता अहिले लप परिरहेको अरे नि त होइन भाइको अहिले लप परिरहेको भनेपछि तपाईँको अगाडिको लप परिरहेको छ कि छैन भन्नुहुन्न होला तपाईँले होइन पहिला चाहिँ त्यही पहिला नि त्यही हाम्रो दाइको जस्तै त्यो त मेरो नि क्रस चाहिँ थियो अनि मैले केही गरिनँ त्यही मात्र क्रस मात्र राखेँ त्यति मात्र हुन्छ नि परदेखि नै त्यस परदेखि नै अर्डर गरेँ किन मेरो कन्फिडेन्स थिएन नि त दाइको जस्तो म चाहिँ किनभने के हो म तपाईँले थिएन हो मेरो चाहिँ फेरि कहिले पनि अप्रोच गर्ने बानी छैन कि हुन चाहिँ अनि अहिलेसम्म जो गर्लफ्रेन्ड यताउता कि चाहिँ हो मैले आफैले अप्रोच चाहिँ गरेको छैन त्यस्तो मलाई फेरि त किन मलाई फेरि तर फेरि जस्तो हिरो बनेर होइन फेरि डर लागेको चाहिँ हो कि रिजेक्ट हुन्छ जस्तो डरले कि बोल्न डर लाग्छ नि त बोल्न डर लाग्छ कि अनि मैले कमसे बोल्दै भन्दा रिजेक्ट पनि भएन हुन्छ नि त अनि भने चाहिँ मेरो हुन्छ नि केही छैन है अहिलेसम्म त हुन्छ नि मेरो थियो क्रस त पहिला बोल्नै लाज लाग्थ्यो कि है त्यस्तो हुन्छ रहेछ कि त्यही भएर क्रसमै सीमित भएको ठिक लाग्ने कि अब कमसेकम चान्स थियो कि बरु जस्तो फिल हुन्छ त्यही म त भाग्थेँ भने बाटोमा है त्यस्तो तपाईँले त्यस्तो हुन्छ बाटोमा अब त केही भन्नै मिल्दैन तपाईँको त अब मेरो त बाटोमा हिँड्दा देख्थेँ होइन केटी अब चाहिँ मिल्दैन है अनि म यसो लुकेर भाग्थेँ क्या यसो अर्को बाटो जान्थेँ कि लुकेरै भाग्नु त्यस्तो लजाउने कि म त्यतिसम्म चाहिँ थिएन मैले त कमसेकम जस्ट हेर्न चाहिँ मन लाग्थ्यो अनि हेर्थेँ अनि जान्थेँ छेउबाट हेर्नु त तपाईँ नि हेर्थ्यो होला नि हेर्नु मन लाग्दैन थियो नि मन त लाग्थ्यो तर म त लुकेरै भाग्नुहुन्थ्यो अरे लुकेर भाग त्यो त म त के क्रस भयो यस्तो आयो अनि यस्तो पाके उल्टो बाटो त्यसो त के मजा भयो त क्रसलाई नहेरिकन मजा आउँथ्यो अरे नि त के भन्दा अब
मलाई मजा आउँथ्यो क्रस भनेको त कस्तो हुनुपर्छ भन्दाखेरि घरमा गयो ब्याग फुत्ते फ्याल्यो अनि सम्झ्यो आहा आज त म यस्तरी भागेँ सही हो दुईजना मिल्छ नि त 2000 मिल्छ यता यता होइन त हाम्रो त त्यस्तो हुँदैन होइन क्रस भनेको त अब जस्तै अब हेरिराख्नु पाऊँ होइन त्यो भागे त के क्रस भयो त नि भागे त त्यो रोड क्रस भयो नि भाग्ने त हामी स्कुलको टिचरहरू भेट्यो भने भाग्ने त होइन स्कुल टिचर कमसेकम स्कुल बाहिर भेट्यो भने ओ कहाँबाट आयो त भने जस्तो स्कुल टिचर देख्यो भने चाहिँ भाग्थ्यो है म चाहिँ भाग्दैन थिएँ त्यस्तो टिचर किन अनि म त भाग्दिन्थेँ अनि स्कुलभित्र इङ्ग्लिस बोलाएर बाहिर भेटेर फेरि इङ्ग्लिस बोल्नु म त खालि कति बोल्नु इङ्ग्लिस पनि होइन जबरजस्ती बोल्न लाउँथ्यो स्कुलमा पनि बाहिर भेटेन गुड इभिनिङ सर वेयर आर यु हेडेड यु आर गोइङ टु भट्टी ओके सर हेभ अ नाइस डे सर तपाईँको त मेरो जस्तै इङ्ग्लिस रहेछ तपाईँले 5 रुपियाँ दिनु म त 5 रुपियाँ तिर्थेँ हरेकचोटि बोल्दै नबोल्ने कि हजुरकोमा तिराउँथ्यो हो तिराउँथ्यो नि 5 हाम्रो रुपियाँ तिराउँथ्यो पहिला त कुनै स्कुल हो भन्नु मिल्छ होइन त्यहाँ चाहिँ बच्चा राख्दिनँ भनेर कि हो ला पैसा धेरै खर्च त्यो त कस्तो कस्तो भएन र 5 रुपियाँ तिराउने तपाईँले साँच्चै तिर्नुहुन्थ्यो त्यो त अरू स्कुलमा नि तिराउँछ हुन्थ्यो कुनै हाम्रोमा तिराउँदैन थियो नि त है त्यो पैसाको केही न केही राम्रो कुरा गर्थ्यो नि त लास्टमा के गर्थ्यो सबैलाई पार्टी दिन्थ्यो कि हाम्रो सरले त सुँगुरको मासु खानु पाउँछ सुँगुर मासु खुवाउँथ्यो साँच्चै पैसा कलेक्ट गरेर अनि सुँगुर नखानेले त इङ्ग्लिस बोल्थ्यो राम्रोसँग दाइ सही कुरा हो त नि अनि किन अरूलाई चाहिँ खुवाउँदैन थियो त्यो इङ्ग्लिस नबोलेर पैसा तिर्न मात्र खुवाउने हो र झन् त्यसमा खान्थ्यो त्यसै भन्दै मैले त त्यति हाँस्नुपर्ने भाउजू कस्तो झन् उल्टो क्वेसन गर्दै बस्नुभयो कस्तो फ्लप त भइहाल्यो होइन धोका चाहिँ कतिको पाउनु भएको त धोका लबबाट भने धेरै अरूबाट है साथीहरूबाट भन्न मिल्छ रेखा त्यस्तो केही पनि छैन सेन्टी म्युजिक छैन मिस्टेक गरौँ न त गर्लफ्रेन्ड र साथी दुइटै एकैचोटि धोका होइन धोका मैले यस्तो लाइफमा धोका नपाउने मान्छे को नै होला र होइन अब सबैले धोका त पाइ नै हाल्छन् तर अब त्यो धोकाबाट अब आफूले कतिको सिक्ने भन्ने कुरा हो सबै धोकामा आफ्नो उनीहरूको मात्रै गल्ती हुँदैन होइन कहिलेकाहीँ मान्छेको तालमेलै मिल्दैन होइन तालमेल नमिल्दैन ग्रह मिल्दैन के कुरा नमिल्ला रे नमिल्दाखेरि ल ठिक छ नमिल्दैन भने ल है ल बाई बाई नमस्ते ह्याभ अ नाइस डे तर फेरि यस्तो हुन्छ कि बट नाइटमा चाहिँ याद गरेँ ह्याभ अ नाइस डे बट नाइटमा याद गरमा त्यो गर्नु हुँदैन यार नाइटमा ऊ नाइटमा गर्छ कम्युनिकेसनै छुट्टै हुन्छ कि उनीहरू कस्तो होइन यसो गर्नु त कसरी बुझिरहेको छ मलाई पनि थाहा छैन कुराहरू कसरी भइरहेको पार्ट 1 पार्ट 2 बनाएर हाल्ने हो त हामी दुईजना बोलौँ हामी उता दुईजना बोल्नु हामीले त बुझ्दैन है के भइरहेछ भनेर यतातिर चेसको गेम खेल्छ नि यसरी यसरी दुईजना साइडमा खेल्दा हुन्छ नि म बोलेँ कि यार जहिले गाली मात्रै खान्छु होस् बोल्दिनँ तपाईँहरूको ग्रोइ त्यही हो हामी दुईजना हामी त लिब्रा हो नि त कहाँ उहाँको त नि बोलेर झन् मान्छे दुईजना लिब्रा दुईजना क्याप्री क्याप्रिकन तपाईँ हो ऊ त भर्गो हो भर्गो हो त तपाईँहरू दुईजना अर्थ हो हामी चाहिँ कता हामी एयर हामी हावा हो कि हामी अब तिमीहरू उडिरहेको हुन्छ त्यही भएर कामै छैन उडिरहेको छ खुट्टै छैन टगाउँदै उडिरहेको छ हो त्यो चाहिँ सही हो अब झन् उड्नेवाला छ अब हो यता त घुम्न खोज्ने यताउता गर्न खोज्ने हो नेपालभरि यताउता घुम्न खोज्ने यी तपाईँ अस्ति जानु है मजाले घुम्न पनि मजाले ट्रेकिङ के होइन दाइ त डेन्जर हो नि तिमी जाँदैन फेरि जहाँ पनि दाइता झन्झर हनी दाइता झन्झर हनी गर्दै आउँछ कुन दिन पूजा गरिदिन्छ होला दाइको फोटो राखेर पुरा होला बिहान बिहान तारिफ गरिन् नगरी नगरिन् तर हुनु गर्नुपर्छ। त दाइ जस्ट डेन्जर हो हुन चाहिँ दाइ त किनभने पहिल्यैदेखि नै घुमेर आउँदा क्रुसँग पनि यताउता कति इयरको ग्याप हो तपाईँहरूको 4 वर्षको ग्याप हो भनेपछि के के कहाँ कहाँ हनेर कसलाई गरेर ठ्याक्क हाम्रो भाउजू पुरा अब सबै हेरिरहनु भएको छ कि सबै यताउता एज यसो क्यालकुलेट गरे अब किनकि हामी चाहिँ एउटै एज रहेछ नि तर अब मेरो चाहिँ भाइ छैन होइन तर अब मेरो मामाको छोरा चाहिँ अब सँगै हामी सँगै पढेको हो नि त अनि तर भाइ चाहिँ त्यो मलाई मेरो कपी गर्नु खोज्छ क्या त्यस्तो हुन्छ नि दाइले गरेको चाहिँ अब खतरा लाग्ने भाइलाई पनि त्यस्तै हुन्छ जस्तो लागिरहेछ क्या दाइको चाहिँ जस्ट खतरा लाग्छ दाइ टाइपको हुन्छ नि कपी गर्न कपी भन्नाले होइन त्यो होइन भन्नाले दाइले जे गरेको मन पर्ने हुन्छ नि त्यो त हो त्यो क्या दाइको त त्यस्तै लाग्छ मलाई किनभने अब दाइको अब जस्तो अब मेरो भाइ यतिसम्म हो कि अब मैले कुसुम भन्ने मान्छे अब कुसुम भन्ने ल्याएँ नि उसलाई पनि कुसुम भन्ने केटी खोज्दै हिँड्दो रहेछ क्या तँ त अलिक वेड भएन र तँ त अलिक वेड होइन र त्यतिसम्म त हुँदैन नि होइन हो भने त्यो साँच्चै म अस्ट्रेलिया हुँदाखेरि क्या म अस्ट्रेलिया हुँदाखेरि त्यस्तो गरेँ त्यसले अनि म त साइको भइसक्यो भाइ भनेको मैले हजुरलाई के छ यसको हुन्छ नि के हो यस्तो कुरामा विचार के छ तपाईँको म विचार राख्दैन यस्तो कुरामा नराख्नु मैले राम्रो कुरामा मात्रै विचार राख्छु
बिचरा मैले चाहिँ त्यही तर फ्यासनको कुराहरू चाहिँ हो होइन एउटा नाम चाहिँ के नाममा चाहिँ त्यो अरू होइन राति निन्द्रा नपरेर हो त्यस्तो ए दाइको खासै निन्द्रा चाहिँ लाग्दैन बेलुका है त्यो चाहिँ अघि भने होइन त्यो चाहिँ एक्लोपनले भएको एक्लोपन एक्लोपन तपाईँलाई निन्द्रा लाग्दैन नि म छु किन निन्द्रा लाग्दैन त म एक्लो त छैन म भयो अब भाइसँग हुन्छु होइन म जिन्दगीमा म एक्लो भन्ने कुरा कहिले पनि त्यो आफूले फिल गर्ने कुरा कहिले मान्छेहरू धेरै भयो भने एक्लो फिल गरिन्छ नि त कहिले सोध्नु लागिरहेको जिन्दगीमा एक्लो फिल नभए कि घरमा एक्लो फिल नभए कहिले अब कोही नभए पनि एक्लो फिल हुँदैन कहिले अब सबैजना वरिपरि भयो भने एक्लो फिल हुन्छ त्यो त स्टेट अफ माइन्ड हो नि त एक्लो फिल गर्ने त होइन अहिले चाहिँ के भइरहेको तपाईँलाई अहिले एक्लो फिल भएको छैन हामी 4 जना छौँ होइन र हो नि तपाईँलाई फर्स्टमा क्या त्यो गीत चल्यो नि त होइन सब फेमस भयो नि त डान्स मेन त डान्स चल्यो नि त होइन म कहाँ गाउँ जाँदै थिएँ नि त गाडीमा अनि त्यो टिभी भएको गाडी हुन्छ नि हो त्यहाँ देखेको थिएँ कि फर्स्टमा तपाईँहरूको डान्स अनि सबजनाले पछाडि चाहिँ गीतभन्दा धेरै डान्स चल्यो है भनेर भन्थ्यो कि तपाईँलाई कस्तो लाग्यो त त्यो भन्दा तर कुन चाहिँ गीतको पानी पर्यो पानी पऱ्यो ए ओके पानी परेकोलाई भन्नु त ल फिर्ता लेख्दैछु है 2 जना त म एकछिन खुसी हुन्थ्यो क्या दुई फर्स्ट गई भइरहेको थियो तर म चाहिँ एकछिन फेरि फर्स्ट गई सोध्छस् है भनेर चुप यसो टाइमिङ दिएको होइन आमा भन्ने तिप्सहरू फो मैलाङ के अरे अनि कस्तो फिल भयो त कस्तो फिल भयो त्यसरी त मैले त्यो भनेको सुनेन होइन त्यो तपाईँलाई भनेको सुने नि त तपाईँलाई चाहिँ कस्तो फिल भयो भन्नु त मलाई त त्यतिखेर खुसी लाग्यो तर तपाईँलाई अहिले भन्दा चाहिँ मलाई कस्तो लाग्यो भनेर सोध्नु भयो होइन तपाईँलाई चाहिँ अब अरूले पनि भन्थ्यो होला नि त त्यहाँ त मैले त्यहाँ सुने भने जस्तो तपाईँलाई अरूले पनि त भन्थ्यो होला नि त त्यो त हल्लै थियो नि खुसी लाग्यो त्यस होइन त्यो हामीले डान्स गर्ने बेलामा चाहिँ आउने बेलामा त्यसरी नै आँधी तुफान जसरी आएको थियो नि त हामी हर्रे लाएर द होल क्रू अनि मजा आएको थियो नि हामी अब कति जस राम्रो काम गरियो डान्स गर्यो नेपालमा कसले हुँदैन भन्थ्यो के हुन्थ्यो नेपालमै बसेर नेपालमै गीतमै गरे हो नि त त्यो डान्स गरेर मात्रै नाम कमाएकै फेरि अब त्यो नेपालमा अब धेरैजना हुन्थ्यो होला कोरियोग्राफरहरू अब एक्टर्सहरू जसले डान्स गर्नुभयो तर डान्स मात्रै गरेर के लाइक हुन्छ नि आफ्नै तर्फबाट न रियालिटी सोमा गछ लाइक त्यो चाहिँ अब वान अफ द फर्स्ट हामी नै थियो होला नि त त्यो यो बच्चाको पनि भाइरल भइदियो है त्यो त फेभरेट हो यार होइन यो मान्छेको मलाई कन्सेप्ट चाहिँ लास्ट मन पर्ने क्या पहिलेदेखि दाइको ट्रान्जिसन्सहरू ट्रान्जिसनहरू क्या त्यो यस्तै फनी ल्याइदिने कि बक्साले ट्रान्जिसन गर्नुभएको थियो नि त त्यो बच्चावाला क्या सुरुदेखि लास्टमा हेर्नै पर्छ क्या अनि त्यो सिङ्गरहरू के सिङ्गरले होइन ढुङ्गा फालेर मखमल भइदियो अरे क्या अब कस्तो पत्तर फाल्दा मखमल भइदियो अरे क्या अनि सिङ्गर कन्फ्युज क्या अब कहाँबाट पम्पल लगाइरहेको खतरा थियो त्यो चाहिँ कन्सेप्ट चाहिँ बवाल लाग्छ ब्रो यार त्यसो के भन्नु उसले मलाई प्राय कन्सेप्ट देखाउँथ्यो भिडियो देखाउँथ्यो कि होइन यहाँ हेर ल म एउटा पठाउँछु ल भनेर म किचनमा हुन्थ्यो तल हुन्थ्यो अनि मलाई त्यो फनी मजा लाग्छ क्या त्यो भिडियो सकेको पनि थाहा हुँदैन क्या अझ मैले हेरिनँ भनेर आएर आफै पनि देखाउँथ्यो क्या किनकि म किचनमा हुन्थेँ नि त लिङ्क राम्रो लागेको कुरा त राम्रो भन्नु पर्यो नि त मलाई मनपर्छ हामी त्यस्तै कुराहरू छ राम्रो लागेको कुराहरू ओइ दामी गरेछ दामी छ दामी लाग्छ त होइन अब के भन्नु अप्रिसिएटेड ब्रो यार देख्दै भित्र बढा रहेछ त लाइक पनि हाल्यो होला नि त होइन सेयरै कतिजना गर्यो उसकै होला 500-600 सेयर तपाईँको विचार ट्रु लभ हामी पहिला किन भेटेनौँ त त्यही हुन्छ होला एउटा छ नि एउटा कोटै के छ नि डोन्ट लेट योर वाइफ स्टप यु फ्रम के जस्ट फाइन्डिङ गुड बॉयफ्रेन्ड के भन्छ नि इंग्लिश बुझ्दैन कि फेरि नेपालले भन्नु हैन बुझ्छु बिस्तारै टाइम लाग्छ मलाई हामी त कस्तो त के भन्छ कपाल थेरेपीमा आस्थे के म आज हुन्छ नि हामी दुईजना चाहिँ थेरेपिस्ट अनि त्यसपछि अनि अहिले बिचमा के खटपट केही छ छैन सब ठिक छ अलिअलि छ कहिले कहिले छ म एकदम हाम्रो नमिल्ने राशि हो खासमा कुण्डलीमा नमिल्ने राशि थियो तर के एउटा राम्रो भने म सबसँग मिल्ने मान्छे भएर चाहिँ उसँग नि मिल्यो क्या मतलब मेरो राशि एकदम फ्रेन्डली छ नि त सो म झेल्न सक्छु यो त उता झेल्न सक्नु पर्यो अनि तपाईको के गुनासो छ तपाईको चाहिँ हजुर के गुनासो छ धेरै छ सर सुनाउनु न एक दुईवटा गुनासो त धेरै नै भयो अनि सुनौँ हैन नसुनौ म औषधि नि लेखिदिन्छु अहिले अब अघि भर्खरै दुईजनालाई अघि भर्खरै अब न अब आज चिल भयो नि त यसो अब काम साम गरे यसो रमाइलो जिम गरिरहेको छु होइन आएँ टक्क
जिम गरिरहनु भएको छ मलाई चाहिँ फेरि अलिकति प्रेसर लियो जिम भने गरेर भने खिता हाँस्छ त गरिरहेको छु नि। अनि अघि बढ्नु न। त्यसरी आएर यसरी बसेको यस्तो चिल गरेर बसेको बुढीसँग गफ गरेर भनेको चार्जर किन नल्याएको मैले अघि फोन गर्दा किन नउठाएको होइन अनि उठाएन फोन त त्यो वाला हो कि यो सुने जस्तो लाग्यो डायलग यार त्यो हामीले पढेको थियो नि पहिला हाम्रो त्यो कोर्समा हुन्छ नि त्यो थेरापिस्टको कोर्समा थियो नि कुन च्याप्टरमा थियो अरे हाम्रो किताबमा? त्यो हो कि यो भन्नुहोस् कन्टिन्यू त्यसको चाहिँ दबाई चाहियो होइन, क्या केटाहरूको प्रब्लमै हो क्या खासमा होइन। केटाहरूको प्रब्लम जेन्डरमा जाने तपाईँ जेन्डरमा झोली भएर हेपे अब सबले मेरो सपोर्ट है यहाँ यो उसको म पनि तपाईँकै सपोर्टमा हो के हो भिडाउने हो भिडाउने यस्तो नगर्नु न यार केटाहरूको प्रब्लम के हो भन्छ ल। अब भन्नु मैले न। जस्तै उसलाई के भने त्यो तरिका फरक हुन्छ क्या। माथि मैले भने नि त उसलाई उसलाई फोन गरेँ, माथि हुँदै फोन गरेँ हो नि त। उठाएको भएदेखि म ठ्याक्क चार्जर ल्याउनु ल भने कुरा सिद्धिन्थ्यो नि त। तल आउँदा त मोबाइलै हेरेर रहेछ नि त आखिर नहेरिकन आएको भएदेखि म के भन्थेँ ऊ गएर मोबाइल हेरेर ओर्लिरहेको छ भने त मेरो फोन त देखाउनुपर्छ। मोबाइल त कानमा पनि उठाएको हो नि त। बाबा मोबाइल त कानमा पनि त हुन्छ नि होइन कहिले काहीँ त आँखामा मात्रै हुँदैन कानमा हुन्छ बोलिरहेको हुन्छ किन कल आउँदाखेरि सुनिँदैन र कानमा भए पनि। त्यही भने यो के हो यार के हो यो मैले बुझेँ यो सोको नाम के हो बुढाबुढीको गुनासो हो नरिसाउनु ल बुढाबुढीको ल अब तपाईँहरूलाई त्यस्तो भएको छ कि होइन हाम्रो के छ भएको छैन होइन भन्नुहोस् न भन्नुहोस् तपाईँहरू सुन्नुहोस् न अझै भन्नुहोस् न अझै प्लिज कन्टिन्यू अझै पछि के गर्नु पर्यो उहाँले पछि त्यस्तो भन्दा तपाईँलाई चित्त दुख्यो अनि म त करायो अनि त्यसपछि उसको प्रेसर आयो अरे एन्जाइटी भयो मलाई किन यस्तो भनेको। अब फेरि उसको प्रब्लम त्यो छ क्या। के भन्न मिल्दैन फेरि रिसाउने आजकल म रिसाएँ कि यो अलिकति यस्तो हुन्छ कि एन्जाइटी हुन्छ कि खासमा चाहिँ अब यस्तो त्यस्तो मान्छेहरूले चाहिँ फेरि अरूलाई पनि रिस उठाउन हाल्नु हुँदैन कि। अब मैले फोन उठाएन त मैले जान गरे र इट्स ओके। सरी भनिदिनु सक्यो कुरा सरी भनिदिनु सक्यो ल सक्यो कुरा सक्यो ल अब हामी गेम खेलौँ गेम ए गेम ल क्वेसन है त। ल त्यसो ल चल यो यसको त कामै भएन त पुरा यार त्यही त बस्दै बस्दैन छ्या ल ल अब के तपाईँ पनि बजाइदिनु कि We are going to the next round. It's मिल्दैन त अब टटाङ डिङ डिस्स भएन नि त ल क्वेसन है त। दुईटामा जे चुज गर्दा नि मिल्छ टटाङ ल। डिस्स मात्र भयो दुईटामा जे चुज गर्नु मिल्छ होइन। के अरे डिबेट है यो चाहिँ डान्सिङ कि सिङ्गिङ? एक्टिङ त्यो अप्सनमै छैन। ल त्यो अप्सनमै छैन, त्यो फेरि आउँछ। भने तिनवटा अप्सन दिनु न भइहाल्यो सकिहाल्यो डान्सिङ होला नि तपाईँको। डान्सिङ कि सिङ्गिङ ए तपाईँ त फेरि गीत पनि त गाइरहनु भएको नि। त्यही त भने गीत होइन ऱ्याप त्यो चाहिँ गीत होइन त ऱ्याप पनि। हाम्रो नयाँ गीत भेडाका उन आउँदैछ युट्युबमा रियल सुन होइन प्रोड्युस बाई ब्रिजेश श्रेष्ठ रेकर्डेड बाई अबु द रियल म्यान सो या चेक इट आउट आउँदैछ टिजर चाँडो ड्रप हुन्छ अनि बवाल यु छ। विल लभ इट मैले त हेरिसकेँ टिजर दामी लाग्यो मलाई। दामी छ है दामी छ एकदम एक्स्ट्रा छ खत्रै लाग्यो। है यो त्यही हो थ्याङ्क यू भेरी मच त्यो रेड लाइट वाला पनि दामी लाग्यो है। रेड लाइट वाट रेड लाइट वाला कुन चाहिँ ए स्टेजको स्टेजवाला सिन ए ओके अर्कै बुझ्छ के रेड लाइट वाला भनेपछि त्यही त दाइले पनि रेड लाइट वाला दामी लाग्यो मलाई चाहिँ यो के अरे त्यो घोडावाला पनि दामी लाग्यो क्या घोडावाला घोडावाला पनि दामी थियो त्यो चाहिँ कहाँ खिच्यो कहाँबाट ल्याउनु भयो घोडा? कस्तो दामी त्यो घोडा कहाँ ल्यायो त्यो घोडा त काकाबाट लिएर चिसो हावामा त्यही घोडा नपाएर छक्कर खन्छ हो उनीहरूले चिसो चिसो हावा भने कि त्यसमा कमजोर त्यो त घोडा अलिकति ल्याएर। माथि पर्यो होला नि त त्यो त होइन न त्यहाँ तिम्रो त्यही नै घोडा मुस्ताङमा घोडा कत्रो त्यो त खच्चड मात्र पाउँछ। खच्चडै मात्रै हो नि त खच्चडै हो। हामीले कोही फ्रान्सदेखि मगाएको थियो कि कहाँदेखि थियो त्यो घोडा घोडा कहाँबाट? फ्रान्सबाट? फ्रान्स कुन देश थियो त यो खास युरोपतिरबाट मगाएको थियो झापाबाट अलिकति बढाइ झापाबाट ल्याएको होइन नि ए यो मान्छेले हावा हो के लिब्रा हो नि त अर्थ एयर अँ नि अब भनेको होइन त। टिचरमा त्यो भनेको कुरा होइन के अरे अनि के अरे भात पकाउनुहुन्छ भात पकाउँछु नि हो? तरकारी? तरकारी नि पकाउँछु अचार पनि बनाउँछु दाल पनि बनाउँछु कुन चाहिँ फेभरेट हो तरकारी बनाउनुमा चाहिँ तरकारी त अभियसली मासु नै मजा आउँछ जोलाई तर अरू चाहिँ के पनि मजा आउँछ पकाउनु आउँछ? कुन फेभरेट हो नि? ए बाबा अनि पकाउनुलाई त सोधिरहेको छ भाइ तिमीलाई आउँछ ल आउँछ त आजकलको जमाना कुन चाहिँ केटाले आउँदैन होला वाउ, खोइ त्यो त्यही भएर। म्युजिक
आजकलको जमानामा कुन चाहिँ केटाहरूले पाउँदैन आजकल त सबजना फेमिनिस्टहरू यताउता हुन्छ के छ नि त जमाना चेन्ज भइसक्यो नि केटीले मात्रै पकाउने भन्ने छैन नि त बुझ्नुभयो नि यो तिमीहरूमा कमेन्ट राम्रो कमेन्ट आउँछ मेरो बारेमा भनेर हो क्या यो त विश्वासै लागेर त्यही भएर दाइले नि पकाउनुहुन्छ म पनि पकाउँछु घर सफा पनि हामी आफै मिलेर गर्छौँ कपडा धुनु म विश्वास गर्दिनँ विश्वास गर्नै पर्दैन हाम्रो किचन छ नि फेरि यहाँ जाम्ला खाम्ला रमाइलो गरौँ तर त्यही हो आजकल दाइले नि पकाउनु फेमिनिस्टहरूले कहाँबाट कहाँ पुगाइदिएको यार केटाहरू खतरा यार 4 मुलाङ होइन डेन्जर तर हुन चाहिँ पकाउनु चाहिँ दाइले नि दामी पकाउनुहुन्छ सबभन्दा दामी चाहिँ दाइले मासु नै हो किनभने मासु त दाइको पहिलेदेखि नै प्यासन पनि थियो जस्तो लाग्छ मलाई चाहिँ होइन सेकुवादेखि लिएर तपाईँको के प्यासन मतलब तपाईँलाई पहिलेदेखि पकाउनेमा इन्ट्रेस्टेड होइन स्पेसल डिसहरू मात्र अब दाइले फेरि त्यस्तो पुरै पकाउने होइन तर त्यो कुकिङमा इन्ट्रेस्ट चाहिँ अलिकति छ कति ट्यालेन्ट डान्सिङ तर त्यो मन मजा आउँछ क्या पकाउँदाखेरि आनन्द लाग्छ त्यो माइन्ड इन्भल्भ हुन्छ नि त किङ जति सबै आउँदो रहेछ त त्यो पछाडि आइदिनै त लाउनुपर्छ नि एक्टिङ आमामामा डेन्जर लभिङ लकी ग्रीन फ्ल्याग है ग्रीन फ्ल्याग धेरै आइन्जिन आँखा फेरि अरू के निस्किन्छ भरे त पुरै सबजना नि होइन केटी फेरि लाइन लाग्ला गुण सुन सबै त्यस्तो होइन मैले अघि नै भने केटी मात्र होइन के भाउजू सबै केटीहरू मेरो साथीहरू हुन् मभन्दा सानो उमेरको मेरो बहिनीहरू हुन् अलिकति धेरैहरू चाहिँ मेरो आन्टी मम्मीहरू हुन् त्योभन्दा ठुलो हजुरमाहरू हुन् होइन दिदी पनि हुन्छन् साथी केटाहरू मेरो भाइहरू दाजुभाइहरू हुन् साथीहरू हुन् होइन अनि म सबैको घरको एउटा छोरा जस्तै हो सबैको सबैको घरको नेपालभरिको घरभरि ज्वाइँ त होइन छोरा मात्र हो सबैको घरको ज्वाइँ भयो नि त नि अब दसैँमा त रमाइलो हुन्छ नि सबैको घरको ज्वाइँ भयो नि त नि ल इमेजिन गर्नु 365 दिने अनि नि दसैँ बेलामा त नि 1-2-10-15 लाख त बिजनेस माइन्डेड अर्को क्वेसन सिधै अब यही छ होइन हाम्रो प्रायः जस्तो चिया कि कफी अल्छी लागेको बेलामा चाहिँ कफी अल्छी नलागेको बेलामा चाहिँ चिया हो एनर्जी अलिकति एक्टिभ बनाउँछ नि त कफीले अनि त्यस्तै जाडो महिनामा चाहिँ कफी खान्छु अनि चिया चाहिँ म सके जति खान्न खाए पनि हर्बल टीहरू हुन्छ नि यो के हो यो क्यामोमाइल टी ग्रिन टी कफी हो यो कफी हो ल तिमी चाहिँ पहिला चिया धेरै पिउँथे आजकल चाहिँ कफी ए हो तर कफी चिया मन पर्दैन मन पर्छ तर तिमीलाई अप्सन दियो भने चिया र यो के खान्छु भन्दाखेरि चाहिँ त्यो ठाउँको अनुसार हुन्छ अब सपोज किनभने अब आजकल झन् कतिहरू छ नि त चिया खाने ठाउँहरू तिनीहरूको चाहिँ अलिक स्पेसल हुन्छ नि त मिठो टाइपको अर्को टाइपको फेरि मैले फेरि आफ्नो घरको मिठो हुन भने चाहिँ होइन कि तर खाने नै भयो त मिठै यो अझै स्पेसल खाम जस्तो हुन्छ नि त त्यो बेलामा चाहिँ तर चिया नै मनपर्छ तर नर्मल्ली चाहिँ तर जहाँ भयो नि फर्स्ट चाहिँ किनभने कफी नै भनिदिन्छु किनभने त्यहाँ अलिकति कन्सिस्टेन्ट नै हुन्छ नि त अनि आफूलाई मनपर्ने चाहिँ क्या मनपर्ने त त्यही कफी नै हो अब चाहिँ उहाँ चाहिँ चिया हो म पनि कफी हो तर कफीले अस्ति हस्पिटल पुऱ्यायो कफीले पुऱ्यायो होइन एन्जाइटी बढ्छ नि त होइन होला 3-4 कप खाइदिएको थियो क्या मिठो लाग्यो कफीले त पुऱ्याएन होला एम्बुलेन्सले पुऱ्यायो होला होइन हिँडेर गएको पैदल यात्रा है अगाडि अन्त पहिला त हामी बिचरा सरले फोन गर्नुभएको थियो ए दाइले भन्नुहुन्छ अस्ति हुने बेलामा है सोल्टी फेरि जिस्किएर है आफूलाई चाहिँ तनाव तर के हो तपाईँले त्यस्तो भइरहँदो रहेछ है हुन चाहिँ होइन भइरहेको छैन फर्स्ट टाइम भएको फर्स्ट टाइमै हो त्यो चाहिँ फर्स्ट टाइम भयो के हो त तर्सिनु भयो क्या दाइ आउनुहुन्छ भनेर गोला पडकास्टमा म आउँछु भनेको एङ्जाइटी आज पनि बढिरहेछ हल्का ब्रो म पनि मान्छे नै हो होइन त्यस्तो अनि त्यस्तो इन्टिमिडेट हुनुपर्ने जरुरी छैन होइन होइन दाइले भन्नु इन्टिमेट हुनु पर्दैन अरे क्या तपाईँहरू इन्टिमेट थाहा छ नेक्स्ट क्वेसन ल नेटफ्लिक्स कि हल चिल नेटफ्लिक्स कि चिल नेटफ्लिक्स पछि चिल नेटफ्लिक्स हेर्नु मलाई चाहिँ हल सिनेमा त जहिले पनि ड्याङ्गै सिनेमा त जहिले पनि ड्याङ्गै हेर्ने त्यस्तै गरी अब घरमा हेरे छुट्टी कुरा होइन तर नर्मली जहिले पनि ठुलो मजाले भाइ म चाहिँ टिभी खोलेर सुत्दैन मान्छे नेटफ्लिक्स त होइन होला हिजो हलमा सुतेनौ नि हलमा सुते
मुभी कस्तो लाग्यो त तपाईँलाई बिचरा बोरिङ भयो होला नि तपाईँलाई बोरिङ भयो नि हिजो मलाई त लास्ट रमाइलो लाग्छ म पनि एक्लै त हो बहिनी के भन्दै थियो होइन सक्यो कट 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 ल अब अनि अनि मलाई सोध्नु है नेटफ्लिक्स के हल दाइले टिकट काट्नु भयो भने चाहिँ हलै हो अनि पछि नेटफ्लिक्स चाहिँ दाइको अकाउन्ट हो भने चाहिँ नेटफ्लिक्स दाइ लाग्यो यार आन्सर बोल लाग्यो यार खतरा आन्सर लाग्यो कस्तो दाइको अकाउन्ट छ भने चाहिँ नेटफ्लिक्स देख्यो मैले भने हैन हामी एउटै हो नि त सेन्स अफ ह्युमर दामी हुन्छ होइन सिनेमाको जसले पनि त्यस्तै एक्सपिरियन्स गर्नुहुन्छ मान्छेहरूलाई अभियसली होइन त्यत्रो स्क्रिनमा हेर्नुभन्दा जसलाई पनि त्यही त चाहिरहेछ हो चाहिन्छ अरू मलाई त यस्तो भूतकोहरू चाहिँ हलमै हेर्नु मन लाग्छ तर यहाँ मान्छेले चाहिँ हरर मिस्ट्री त्यस्तो मात्रै मन पराउँछ क्या त्यो त्यस्तो राम्रो लभ सप त्यस्तो मन एकदम ठिक लभ स्टोरी त रियलमै हुन्छ त तपाईँको होइन लभ स्टोरी त हो नि यो सबै होइन र होइन उयो चाहिँ राम्रो के अरे तर ऊ नेटफ्लिक्समा पनि त्यस्तै मात्रै खोज्छ क्या हरर अनि सिरियल किलरहरू अनि तपाईँलाई चाहिँ मन पर्दैन त्यस्तो ऊ त यसरी हेर्छ ऊ हलमा यसरी हेर्छ नर्मली होइन सबै जस्तो फिमेल्सहरूलाई मैले याद गरे अनुसार हरर मुभीहरू एकदम मनपर्छ हो होइन त अनि चिचाउँछ पनि है तपाईँहरू गुल्मी हो गुल्मी हो त्यही म त पाल्पा हो नि त म त पूर्वेली कहिले आउने ससुराली कहिले आउने ससुराली त गइरहेको हाम्रोबाट उतै त हो नि गुल्मी नजिकै एकदमै सबै सँगसँगै त हो त्यतै त गुल्मी अर्घाखाँची पाल्पा त्यतै छिम त त्यति नै छौँ त हो क्यारे अनि ए हो त नि त्यतातिर हुन त हुन त यिनी फेरि पूर्वेली हुन् कि यिनी बुझ्दैनन् खासै जात्रै जान्दैनन् यिनले यिनको पूर्वको फेरि मैले सबै जानेछु यिनले हाम्रो जान्दैनन् कति राम्रो स्वर मोमो कि दाल भात यो त कहाँबाट आयो म चाउमिन होला नि दाल भातमा मासु छ कि छैन न त चाहिँ मोमोको मासु खाने भन्नु त भाउजू मासु छ कि छैन मासु छ दाल भात मासु छैन मोमो भाइ तिमीले मलाई दुइटै दामी है फेरि दाल भातै भनिदिउँ न त कस्तो भन्दिँदैन क्या के खानु मन लाग्छ त्यही भन्नु नि किन दिनदिनै खाने त्यही त हो है है दिनदिन दुइटै खाइन्छ अनि यस्तो फेरि मोमो त दिनदिनै खायो भने म त जस्तो फिल हुन्छ होइन तर दाल भात अहिलेसम्म मत छैन नि त दिनदिन खाँदा पनि तिमी मैदा धेरै खानु पनि हुँदैन नि त राम्रो जो तपाईँहरूलाई चाहिँ के मनपर्छ दाल भात म दाल भात अलवेज दाल भात मलाई चाहिँ हेरी हुन्छ अब कहिले दाल भात अनि छान्ने नै पऱ्यो र सब जिन्दगीभरि खानै पऱ्यो दाल भात दालै भात हुन्छ दाल भात नै दालै भात हुन्छ दालै भात हुन्छ भातै दाल हुन्छ होइन मलाई त घरि है बर्गर खाने भोक लाग्छ घरि मोमो खाने भोक लाग्छ क्रेभिङ हुन्छ नि घरि त्यो त्यही नै चाहिन्छ कि फेरि आज त बर्गरै हान्ने हो होइन आज त मोमोै हान्ने होइन अझ रिस्ट्यो भने ब्रिजेसलाई हान्ने हो त्यस्तो हुन्छ कि हुँदैन खाइरहेको छु एक घन्टादेखि हानिरहेछ अहिलेसम्म लभ म्यारिज प्रिफर गर्नुहुन्छ कि एरेन्ज म्यारिज म चाहिँ म्यारिज प्रिफर गर्छु अनि तपाईँहरू मेरो बिल्ला गर्न आयो यहाँ किन होइन न लप्पर राखेन होला नि त मेरो तपाईँलाई एरेन्ज मनपर्छ कि तपाईँलाई चाहिँ मसँग एकदम सोचेर बोल्नु होला दाइको एन्सरै आएको आन्सर दाइको एन्सर आएको छैन नि दाइले घुमाइ फेरि भन्नुभएको छ यस्तो हो खास गरी चाहिँ बिहे नगरेकै राम्रो किन र वाट वाइ किनभने होइन यस्तो हो बिहे भने एउटा पवित्र सम्बन्ध के अरे बन्धन हो म्युजिक छैन हाल्नु पर्ने रहेछ त्यही भएन यत्रो साउन्ड डिजाइनर स्पेसल म्युजिक बनायो पछि मजा आउँदैन ल हामी सबै चुप लागौँ ल ल 1 2 मलाई 3 के लाग्छ थाहा छ के लाग्छ भन न ब्याकग्राउन्ड म्युजिकले मेरो कुराको होइन उसले यो के थाहा छ बिहे भयो भने यसरी कराउँछ भनेर त्यो चरा आवाज होइन ल 1 मलाई चाहिँ साँच्ची भनौँ कि के भनौँ भयो भनौँ कि नभनौँ सच्ची भन्नु न साँच्ची भन्छ त एकदम आज मन खुलायो त मैले एकदम खुल्नै पर्यो कि यहाँ स्योर है त खुल्नै पर्यो पुरै 100% मलाई म्यारिज मनपर्छ वाट के हो त्यो भने अनि वाट कस्तो भने म्यारिज हो क्या तास होला म्यारिज मात्र भन्नुभयो कि दाइ लभ कि अरेन्ज के दाइ भने यस्तो हो तपाईँको आफ्नै लभ परोस् कि नत्र अलिक खोजेर जहिले पनि लभ म्यारिज राम्रो हो जहिले पनि जहिले पनि भन्नाले अब त्यस्तै अब केटी खोज्न नसक्ने मान्छे
उसलाई चाहिँ अरेन्ज गराइदिएर ल बे गरे छोरो ल है तैँले आफैले तैँले खोजिनस् हामीले खोजेर ल्याएर बे गरिदिनु पर्यो भन्नु कोही अनि यस्तो सबैजनाको धेरैवटा हुँदो रहेछ क्या कोही चाहिँ लभ गर्दा गर्दा थाक्छ नि ब्रेकअप हुन्छ कसम अब त म लभ त गर्दिनँ मम्मी बाउ केटी खोज्दै बे हानिदिन्छु होइन अब सके जति त मान्छेलाई मन चित्त बुझाएर बे गरेको राम्रो नि त लभ म्यारेज के हो दिस इज द फ्युचर नि त पहिला पहिला कतिजना दुःख पायो अरेन्ज म्यारेज गरेर भन्नु त ल झ्याप बे हान्दैछ ड्याङ अनि लाइफ आजको भोलि बे न मान्छे चिनेछ न के चिनेछ को कस्तो पर्ने हो होइन त्यो भएर अब भोलिको लागि चाहिँ आई थिङ्क फ्युचरको लागि पनि लभ म्यारेजै है तर अलिकति होइन त हो नि तपाईँलाई त लभ म्यारेज नै हो मलाई नि दाइको अस्ति त्यही लभ परेछ नि त होइन भन्नाले जे गरे पनि लभ म्यारेज अब लभ सक्सेस भएन भने चाहिँ नि लभ सक्छ फेरि लभ गर्छु होइन यस्तो कि अरेन्ज म्यारेज भए पनि अब ट्र्याक जस्ट डाइरेक्ट अरेन्ज होइन कि लभ सपोज आज केटी भेट्यो भोलि भेट्यो त्यस्तो होइन कमसेकम ठ्याक 3 महिना अथवा 4 महिना दिने उनीहरूलाई बरु अनि जस्ट बुझिन्छ त्यस्तो टाइपको किनभने तँ पनि अरेन्जै भन्नु मिल्छ नि त अरेन्जै भन्नु किनभने सुरुमा अरेन्जै गराएको त्यसपछि तर जो सुरुमा लभ भएपछि पहिला म्यारेज चाहिँ हुन्छ तपाईँहरूको चाहिँ के छ लभै त लभै हो भने चाहिँ अब चाहिँ प्लान छैन कि नेक्स्ट कुरा ट्राई गर्ने अरेन्ज म्यारेज त्यस्तोहरू अब नेक्स्ट सिरियसली सुनेको त म पनि किन सिरियसली सुने होला क्या फेरि गलत गरिरहेको छु मैले अटोमेटिक आएको क्या यो त भाइ यार अटोमेटिक आएको क्या अब भनेपछि त मनमा लड्डु फुटा टाइप क्या मनमा लड्डु फुट्यो अरे नि त अरेन्ज म्यारेज अर्को बिहे सोचेर अरे त हुँदैन लभै ठिक छ मैले सोचेको थिएन दाइ तपाईँ यस्तो हुनुहुन्छ भनेर म कस्तो छु है तपाईँ यस्तो गर्ने होइन मैले के गरेको छु तर है भाउजू के हो छैन एकदम गुड हो म तपाईँहरू अब फ्युचर प्लान के छ भन्नु नि त हाम्रो फ्युचर प्लान चाहिँ यो पोडकास्टमा कहिले भेट्नु होइन यस्तो होइन म यो जिस्किहाल्छु म टाइममा होइन सिरियस नलिनु होला होइन तर म हाम्रो एउटा नराम्रो कुरा भन्दै हाल्यो प्याच जिस्के जस्तो गरेर तब अब राम्रो कुरा भन्दै हाल्छु यसको सिजन 2, 3, 4, 5, 6 धेरैवटा आओस् धेरै स्पोन्सर आओस् सबै आएकै छैन यार अनि त्यो आओस् भनेर त्यो भएर नरिसाउनु ल हो नि त पर्खेर म आशीर्वाद दिँदैछु है मजाले राम्रोसँग ल आयो क्या त्यहाँ आयो फिल आयो क्या फ्यानले उतै उडायो ल भन्नु नि त फ्युचर प्लान चाहिँ एकदम अब राम्रो गीत त आउँदैछ हैन राम्रो काम गर्नु छ अडियन्सहरूलाई अझै राम्रो एन्टरटेन गराउनु छ नेपाली कला क्षेत्रलाई अझै माथि उठाउनु छ आफूले कन्ट्रिब्युट गर्नु छ दामी गर्नु छ होइन आफूलाई त्यो राम्रो काम गर्नु छ क्या मलाई कसम हिट मात्र खोजेर त्यो चलेर मात्र काम छैन क्या दामी नै काम गरेर एउटा सबैजना ओभरअल इन्डस्ट्रीकै ग्रोथ हुन्छ नि त सबैजना वान अप गर्नु खोज्ने एकअर्कासँग हेल्दी कम्पिटिसन राखेर दामी काम गर्नु छ हेल्दी कम्पिटिसन यो चाहिँ मलाई एकदम मन परेछ यो चाहिँ एकदम मेरै सोच सेम हेल्दी कम्पिटिसनै हुनुपर्छ अहिले त यस्तो छ नि त फेरि हेल्दी छैन होइन आफै हेल्दी हुनु पर्यो त्यसै कम्पिटिसन गर्ने त्यही हो आफू चाहिँ हेल्दी हुनु पर्यो आफै हेल्दी हुनु पर्यो त्यसै कम्पिटिसन गर्न जाने त्यही अहिले फेरि अलिकति ओइली कम्पिटिसन छ नि त ओइली चिप्लाउने चिप्लाउँदै चिप्लिँदै कहाँ पुगिन्छ तपाईँलाई के लाग्छ तपाईँको फ्युचर के छ प्लानिङ कति धेरै फ्युचर छ नि कति मेरो फ्युचर प्लान इन्जिनियरिङ पनि रे अनि दुईटा छोरा एउटा छोरी भन्छ नि फेरि अनि एउटा छोरी हुन्छ होला एउटा छोरी अनि एउटा छोरा एउटा छोरा होइन छोरी र छोरा भएको राम्रो नि एउटा छोरो एउटै छोरी पम्ला म छोरी चाहिँ म जस्तै देख्ने रहेछ एउटा छोरी पम्ला अनि हिट खाएपछि ऋषि धम्लाको सोमा जम्ला यो त राम्रो भने क्या प्यापा आफै गएको चिप्लेर ल तपाईँको चाहिँ मेरो फ्युचर प्लान दाइको फ्युचर प्लानलाई सपोर्ट गर्ने अरूको फ्युचर प्लानलाई सपोर्ट गर्ने अनि आफ्नो फ्युचर प्लान सोच्ने उसको फ्युचरमा प्लान गर्ने नै उसको फ्युचर प्लान हो तिम्रो
मेरो प्लान गर्नुलाई नै फ्युचर प्लान उसको त्यही त भन्यो त उसले पनि उसको फ्युचर प्लान नै फ्युचरको प्लान गर्नु अनि उसले के त्यही त भन्दैछ नि अनि 25 छ क्या उसको फ्युचर 25 छ क्या फ्युचर अनि त्यस्तै उसको प्लान उसले प्लानै फ्युचरमा छ क्या उसको जे गरे पनि त्यस्तो पछि रिग्रेट चाहिँ नहोस् भन्ने मात्र कुरा हो मेरो चाहिँ अब जे अहिलेसम्म ठिक छ नि अहिलेसम्म ठिक छ जो सामने दाइले भने जस्तै त्यो जबसम्म के नराम्रो हुँदैन तबसम्म राम्रो हुन्छ भन्नुहुन्थ्यो नि दाइले त्यो कस्तो के नराम्रो तपाईँ भन्दैन मैले भन्नै आएन कि जबसम्म केही नराम्रो भएको छैन तबसम्म सबै राम्रै भइरहेछ हो त्यस्तो कि त्यो त हो त्यही भएर मैले त्यस्तो आजकल त जस पहिला दाइले भनेको कुराहरू चाहिँ मैले बुझ्दैन भन्नाले नि ठ्याक दिमागमा ठ्याक्कै त्यो हिट गरिदिनु थियो कि अहिले चाहिँ कस्तो कति कुराहरू आउँछ कि यस्तो उमेरले हो नि त उमेरले हो त्यो अब त्यो दाइले भनेको कुरा पहिला भनेको कुराहरू अहिले कस्तो आइरहेको हुन्छ कि दिमाग यस्तो यस्तै हुन्छ नि दाइले भन्नु भएको अरे अनि यो पनि दिमाग आइरहेको हुन्छ कि जबसम्म के नराम्रो भएको छैन तबसम्म सबै राम्रो भइरहेको छ टाइपको अनि अरू पनि के छ कि दिमागमा पनि बेला बेला होइन अनि है बुढोले त राम्रै भने जस्तो लाग्छ कि त्यस्तो टाइपको देख्दैन यहाँ मगर मलाई बाजे भन्दैला यार तनाव हुन्छ हामी नै अब कति भइसक्यौँ अनि के भन्नु लाग्थ्यो भन्दाखेरि तपाईँहरूको फ्युचर प्लान भन्नु बरु हाम्रो त अहिले यही हो मान्छेले बोलाउने रिस उठाउने अनि ल भने उठाउने होइन चिया कि कफी भनिदिएछ होइन अरेन्ज म्यारेज कि लभ म्यारेज दुईजनाले आफू दुईजना बाँझेर बसेको छ 1 घन्टा आदि अनि त्यसपछि ल अब सक्यो कपाल थेरेपी है कपाल थेरेपी यो त अगाडि राख्नु पर्यो यार यो भनेको त अघि स्टार्टिङमै राख्नु हाइलाइटमा राख्नु यो त दामी सोको इन्ट्रोडक्सन यही हो अनि तर मलाई गुनासो छैन किन त किन गुनासो हुनुपर्ने हो हाम्रो सोमा आएपछि के न के गुनासो बोकेर जानुपर्छ मलाई के गुनासो छैन किन यस्तो किन भइहाल्छ जस्तो तपाईँहरू दुईजना मात्रै हो हामी तपाईँहरू दुईजना नि घरमा के मतलब बच्चाहरू तपाईँहरू मात्र हो बच्चाहरू बेलै भएको छ मैले बुझिनँ त हामी दुईजना दाजुभाइ दाजुभाइ मात्रै हो सिब्लिङ्स हजुर दाजुभाइ दुईजना मात्रै हो ए 4 जना मम्मी बाबा तपाईँहरू दुईजना मम्मीलाई भने अनि जमानामा अर्को एउटा हान्दिनु भनेर एउटा बहिनी भने एउटा भइदियो आनन्द हुन्थ्यो भनेर बहिनी भए चाहिँ राम्रो हुन्छ कमसेकम भाइटिकामा चाहिँ धेरै नै याद हुन्छ कि दिदी बहिनी मात्र हाम्रो मैले दिदी बहिनी हो नि तपाईँलाई नि तर कहिले दाइ अथवा भाइ भइदियो हुन्थ्यो उसले जसले त्यही भएर म भाइटिकै लाग्छ बनाउँदिनँ भाइ बहिनी हुन्थ्यो होइन कोही छैन तर तपाईँको मामाको छोरासँग एकदम क्लोज हुनुहुन्छ नि त मलाई चाहिँ अस्ति कहिले काहीँ फोनै गर्दैन आजकल अनि विचार खोजिरहेको छ अनि खोजिरहेको कुसुम नाम भएको केटी खोजेर त्यही भएर फोन गर्दैन तर बिचारा मेरो लास्ट टाइम माया गर्ने माया गर्छ ल मामाको छोरा साउरा टुयो है फेरि तपाईँ कार्ड मात्रै राख्न नि फेरि राख राख उसको नाम फेरि पेरिस हो छ चाहिँ अस्ट्रेलियामा ओ वाउ नाम नै पेरिस नामै प्यारिस पेरिस तर अस्ट्रेलियामा छ पेरिस थपलिया होइन पेरिस श्रेष्ठ प्रधान पेरिस प्रधान उसको नाम पिपी हुन्छ बिबी हुन्छ अनि अरू भाइको नाम चाहिँ फेरि प्रिन्स प्रधान उसको नि पिपी नै प्रिन्स हो तर काम गर्दैछ विदेशमा तर दाइ भन्दा चाहिँ भाइ अलिकति पढाउनु लाग्छ उसको सेम यता नि हाम्रो नि त्यस्तै दाइ पनि अलिकति हुन्छ नि दाइ पनि तर खत्रै पढ्ने हो तर दाइ इन्ट्रेस्टै छैन कि पढ्न तर फेरि दाइ चाहिँ अलिकति फटाफटा हुँदो रहेछ क्या कसले भनेको दाइ फटा हुन्छ नि त दिदी अनि दिदीको दाइको कुरा गर्दैछु होइन म दिदी आउँछ बिचमा छिर्नु खोज्छ केही छैन होइन एकछिन झगडा गर्दा हामी केही छैन अनि हामी त सुनिदिन्छौँ झगडा गर्नु खोज्छ है अहिले हाम्रो लागि बोले हो नि त जेठोको लागि आवाज उठाएको नि त मैले के एउटा सङ्घ पनि खोलिदिनु पर्छ क्या कस्तो ज्येष्ठ छोराहरूको एउटा सङ्गठन सङ्घ खोलिदिनु यसो मलाई चाहिँ कस्तो लाग्छ भने जेठोहरू चाहिँ अलिकति सोझो खालको हुन्छ तर कस्तो अब तपाईँहरूलाई हेरेर त इमेजै ब्रेक भयो त्यसको म सोझो लागेन तपाईँलाई यता चाहिँ सोझो लाग्यो मलाई यो संस्कारको सोझो लाग्यो म चाहिँ तपाईँ चाहिँ अलिकति म चाहिँ बाङ्गो भन्नु खोजेको के हो मलाई कस्तो लाग्थ्यो भने होइन जेठो छोरा जेठो तपाईँ जेठो हो भाइ ए कान्छोफोबिया तपाईँहरूले कहिले ड्रग्स ट्राई गर्नुभयो ड्रग्स ट्राई गरेको छैन ड्रग्स ट्राई नगर्नु है गर्ने हो DRUGS ड्रग्स भनेको नसा होइन फ्यामिली सो यार यो अब काट्नुपर्छ नि त औषधि हुन्छ औषधि भइहाल्छ नेगेटिभकै ब्रदर त्यही भने औषधि हुन्छ त्यही भने नेगेटिभ भयो ड्रग्स खाएको ड्रग्स उहाँले त्यही भन्नु ड्रग्स भनेको नसा हो नि त होइन
नचानेको जे पनि हुनसक्छ मायाको नसामा चाहिँ पागल छु ओ माई गॉड दाजु रोमान्टिक कन्फ्युज नो कन्फ्युज के होसमा आउनुहोस् तर होइन तपाईँहरू त गुल्मीको हो नि त होइन हो नि त त्यो भएर पनि मलाई अस्ति नै भाइब्स लागिरहेको थियो कि त जन्मिँदै जन्मे है म चाहिँ म नि यतै जन्मे हो नि तर नागरिकता उताको भयो के मेरो नागरिकता उतै हो तपाईँको मेरो त सब मिल्दो रहेछ होइन ल अझ अस्ति नि त के मिला भन न के मिल्यो अब के हुन्छ कि म त्यहाँ हाँसिरहेको कन्ट्रोल कस्तो कोइन्सिडेन्ट भयो तपाईँको र मेरो सबै मिलिरह्यो अनि भने उहाँको मिल्छ उहाँको नि मिल्छ नि होइन मिलेन कहाँ डेट अफ अर्कै छ नि उहाँ डेट अफ बर्थ मिले पनि त्यो नागरिकता त उहाँकै छ नि अनि गुल्मीको त्यो भएन नागरिकताले के हुन्छ त ला म यो देशको नागरिकै होइन बालेन सरकार उहाँको नागरिकता खारेज गरियोस् नागरिकताले के हुन्छ रे होइन मतलब सबै कुरा मिल्दो रहेछ भन्नु खोजेँ नि हो भाउजू, त हो। अब उहाँको र मेरो त डेट अफ बर्थ एउटै भयो नि त किनकि तपाईँ त धेरै अगाडि जन्मिया हुनुभयो नि त धेरै बढी होइन र अब के भयो त नि होइन के छैन किन भएन अनि म त भ्याम्पायर हो नि त फेरि ओ ओए वाउ ट्वाइलाइट तर यस्तो देख्छ यार दुईटा राखेको अन्त ए तपाईँ त मुभी पनि खेल्नुहुन्थ्यो है भटबटै आउँदैछ हाम्रो उहाँले हुनुहुन्छ गीत गराउने तर अब त्यो चाहिँ तपाईँ हिरो म तपाईँ हिरो विचार गर्दै सोधेको तपाईँ हिरो होइन हिरो हो भनेर। भाउजू भाइ भाउजू भाइ भाउजू होइन हिरो मेटेरियल हुनुहुन्छ नि त बता बता अब काम लाग्यो जब त 11 वर्षको हुनुहुन्थ्यो तपाईँ नै दाइले मुभीको अफर आएको थियो दाइले नाइ भन्नुभएको किनभने दाइ दाइ ल ल भाइ भएन फेरि सुरु फेरि सुरु होइन भन्नु पर्यो कि त्यसरी भन्नु हो त नि। ल कहाँ दाइ भन्छ 1 2 3 गो हाम्रो दाइ 11 वर्ष हुँदा नै मुभीको अफर आएको हो तपाईँले के ठान्नु भएको भाउजू तर दाइले त्यसो भने रिजेक्ट हान्नुभयो किन थाहा छ किन दाइ त असिना हान्ने बिजी हुनुहुन्थ्यो झापड खाँदै हिरोइन नभेटेर होला त्यतिखेर ला ला किनकि सानो हुन्थ्यो नि तपाईँ अनि कहाँ कस्तो अरू केटीहरू पनि सानै त हुन्थ्यो होला नि भाउजू पनि कहाँ संसारमा पनि नेपालभरि भने चाहिँ कोही थिएन होला 11 वर्षको अब यस्तो अब यसमा हिरोइन चाहिँ को हुनुहुन्छ को हुनुहुन्छ हाम्रो नयाँ मुभीमा चाहिँ अञ्जना बरेलीजी हुनुहुन्छ ए कस्तो भयो त एक्सपिरियन्स तपाईँको राम्रो भयो 31 32 दिन जति हामी सुटिङमा गएको थियौँ रमाइलो भयो भटबटै मुभी कमिङ सुन यस बर्थडे गाइस बर्थडे उहाँको त राम्रो राम्रो मुभीहरू पनि छ नि होइन पहिला उहाँको फर्स्ट मुभी हो यार होइन कसको उहाँको भने चाहिँ मेरो ए, म त मुभी गरेँ अर्को फेरि पनि नाम भएको अञ्जना ए ओके अञ्जनाजीको त उहाँ त पूर्णबहादुरको सारङ्गी नेपालको हाइएस्ट ग्रोसिङ हो त मुभी। ए तपाईँको नेपालको हाइएस्ट ग्रोसिङ हो अझ नि तर तपाईँको हो त नि। हुनुभएको चाहिँ अर्कै हो त अञ्जना हुनुहुन्छ अञ्जना बराइल चाहिँ अनि उहाँ नै हो तपाईँले भने ठिकै मैले चाहिँ तपाईँले डाइरेक्टर हाम्रो डाइरेक्टर सरको लक्ष्मणजीको कुरा गर्नुभयो कि ए होइन सोचिरहेको होइन। ए ओके ओके या अनि you're right. कस्तो भयो त मुभी सक्यो सुटिङ थोरै अलिकति बाँकी छ गीतहरू यताउताहरू तर राम्रै भयो भन्ने आशा कहिले गर्छु आउँछ? कहिले आउँछ कहिले आउँछ त्यो मलाई थाहा छैन म एक्टर मात्र हो त्यस मुभीको नाम चाहिँ भटबटे हो म त एक्टर मात्र हो तपाईँ मेन रोलै हो म हो नि ओ माई गड यो त एक्साइटेड हुनु भयो जानुपर्छ यार यो त हेर्नु जानुपर्छ यार टिकट फ्री टिकट फ्री है फेरि टिकट हुन्छ प्रिमियर हो ए बोलाइहाल्नु। प्रिमियरमा बोलाउनु परेन हामी हेर्नु परेन कस्तो एक्टिङ गरेछ एकचोटि हेर्नु परेन हामीले पनि किन होइन अब तपाईँले ब्रान्ड आएपछि हामीलाई टेस्ट गर्न अब हुन्छ नि अब तपाईँको अब कसरी त्यो के अरे के ब्रान्ड आउँदैछ अरे हाम्रो नयाँ विश्वास बिस्ट वास आउँदैछ अनि त्यसमा नि हामीले अब कोलाबोरेसन हुनु पऱ्यो नि फेसवास भनेकै विश्वास वाउ नो विश्वास बकवास बाई बिस्ट नो बकवास लास्टमा नो बकवास वाह सक्यो नि त जस तपाईँको मुभी आएपछि फेरि तपाईँ त आउनु परिहाल्यो नि हिरोइनसँग ए आउनुपर्छ है फेरि यो त अभियसली तपाईँहरू बोलाउनुहोस् न मलाई तपाईँलाई त बोलाइराख्छु नि हामी ल अब यति भन्दै के भन्न चाहनुहुन्छ त बाई तपाईँ भन्नुहोस् बाई भने त यो होइन यति भन्दै के भन्न चाहनुहुन्छ त? तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ अँ। म त अब आइदिनु धन्यवाद, भएकोमा आइदिनु धेरै भयो। धन्यवाद अँ। यसै पनि आइराख्नुहुन्छ गिफ्ट त केही छैन स्पोन्सरै छैन गिफ्ट छैन यही नानी हो, यही नानी हो। हामीलाई किन बोलाएर गिफ्ट बोलाउनु हामीलाई बोलाउनु होइन अबदेखि हामीलाई गिफ्ट छैन भने के हो यो लिएर गइदिन्छु म अब नरिसाउनु ल रिसाइदिन्छु किन नरिस जुन गइरहेको नरिसाउनु ल
हुन्छ सो यही एपिसोडबाट भन्नु न अर्कोचोटि आउँदाखेरि हामीलाई यसो गिफ्टको कोल दिन्छ यहाँ गिफ्ट भएन है भन्नु त यसो भन्नु होइन न। त्यस्तो चाहिएको छैन गिफ्ट होइन, तपाईँहरूको भन्दिनँ, माया नै गिफ्ट हो भन्दिनँ, अडियन्सको माया गिफ्ट हो भन्दिनँ हे, भन्दिनँ यसपालि आउँदा केही गिफ्ट देउसी रे यसपालि आउँदा भन्नु न भन्नु अनि पछि यसपालि आउँदा देउसी रे अनि केही गिफ्टै छैन देउसी रे किनकि अर्को पालि स्पोन्सरै आउँदा। छैन अर्को पालि आउँदा देउसी रे पड्कासै छैन अर्को पालि आउँदा पोडकास्ट छैन गाइस त्यस्तो नहोस् त्यस्तो नहोस् अर्को पालि आउँदा के भन्छ रे टन्ने ब्रान्डहरूले हेरोस् हेरोस् देउसी रे देउसी रे अनि सबैजनाको राम्रो होस् उत्तर प्रगतिको सबैको राम्रो होस् सरहरू हाम्रो सरको राम्रो होस् भाइको राम्रो होस् सबैको राम्रो होस् नेपालको पनि राम्रो तर होस् सुरुवात मबाट होस् अपुई ओइ ओइ सेल्फिस यो डाइलेक्ट सुन त होइन नहोस् भन्दिनँ म सुरुवात उहाँकोबाट होस् तर सबभन्दा ठुलो प्रगति चाहिँ मेरो भाइ सञ्जय कार्कीको होस् सबैजना लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नु होला कमेन्ट चाहिँ राम्रो गर्नु होला हुन त नराम्रो त कसले गर्नुहुन्छ होला र मेरो बारेमा धेरै गर्नु होला भन्नु जस भाउजूको बारेमा धेरै गर्नु होइन, होला तपाईँको बारेमा। हाम्रो दाइको लागि पनि धेरै राम्रो होस् भाउजूको पनि धेरै राम्रो होस् मेरो दाइको पनि धेरै राम्रो होस् सबैजनाको धेरै राम्रो होस् तपाईँ हेर्ने मान्छेको पनि धेरै राम्रो होस् Yes. यति भन्दै हामी नरिसाउनु ल सकाउनु गइरहेको छौँ एपिसोड 3 बाई बाई नरिसाउनु ल, यो हेर। नरिसाउनु ल भाउजू बाई बाई ल दाइ बाई बाई